आदरणीय दर्शकदिन, आज हामी श्रम अभियान लिएर हामी हेटौँडा 3 नम्बर लेकपानीमा उपस्थित भइसकेको छौँ र आजको यो जनसहभागिता देख्दाखेरि उत्साहपूर्ण रहेको छ र हामीले उत्साहपूर्ण रूपमा हामीले देखाइरहेको छौँ र यसै गरी हामीसँगै सम्पर्कमा रहनुभएको छ हाम्रा आदरणीय श्रम संस्कृति पार्टी जिल्ला कोषाध्यक्ष हाम्रो ध्रुव दाहालज्यूलाई म केही प्रश्नहरू गर्न चाहन्छु। ध्रुव दाहालजी, आजको यो श्रम अभियान तपाईँलाई कस्तो लागिरहेको छ? नमस्कार सबैजना 3 करोड नेपाली जनमासमा। यो एकदम ठिक छ। अब हामी श्रम गर्नुपर्छ, श्रम बिना देश बन्दैन। हाम्रो हर्कजीको यो अभियान हामीलाई धेरै मन परेर खुसी लागेर र एकजना लिडर नभइकन काहीँ कुनै पनि मौरीले पनि एउटा रानो लिडर हुन्छ, उसको अध्ययनमा चलेपछि संसारभरि गएर चाहिँ रस ल्याएर अमृत बनाउँछ जस्तै हामीले देशलाई समृद्ध बनाउनुपर्छ भनेर हामी अगाडि बढ्नुपर्छ। 3 करोड नेपालीले एकैसाथ 6 करोड हात चलायो भने देश बन्न टाइम लाग्दैन र समृद्ध चाइनाहरू पनि त्यसै गरी विकसित भएको थियो। अब विकसित मुलुकमा हेर्ने हो भने श्रमबाटै अगाडि बढेका छन्। हाम्रो नेपालमा त श्रमभन्दा बढी भ्रष्ट भएर बर्बाद भएको छ। यो बर्बादलाई हटाउनको लागि अब आउने निर्वाचनमा चाहिँ हामीले सबै जनमत हाम्रो बहुमत दिएर हाम्रो हर्क साम्बाङजीलाई विजय गराउने र हामीले देश समृद्ध बनाउने अभियानमा हामी अगाडि बढ्नुपर्छ भन्दै म आफ्नो 2 मन्तव्य यहीँ टुङ्गाउँछु। अरूलाई पनि बोल्ने मौका दिनुपर्छ र म काम गर्न थाल्छु। हस्त, धन्यवाद, नमस्कार। धन्यवाद छ हाम्रा कोषाध्यक्षज्यूलाई। श्रम संस्कृति पार्टीका जिल्ला कोषाध्यक्ष हुनुहुन्छ उहाँ। र आजको हाम्रो यो कार्यक्रम श्रम अभियान, साप्ताहिक श्रम अभियानमा म तपाईँहरूलाई जोडिरहेको छु। यसै क्रममा हाम्रा तपाईँको शुभ नाम भनिदिनु न, तपाईँको शुभ नाम। श्रम संस्कृति पार्टीमा आबद्ध भएर आज यो श्रम अभियानमा आउँदै गर्दाखेरि तपाईँलाई कस्तो महसुस भइरहेछ? महसुस त अब देश बनाउने विचार नै यही हो, देश बनाउने आइडिया नै यही हो हजुर। यस्तो बिनाको देश, यो बिनाको देश बन्दैन। अब हामी सबै नेपालीहरू जुट्नु पर्यो देश बनाउनुको लागि। हामी मेरो देश नेपाल, म नेपाली हुँ भन्नाले पनि लाजै मर्दो भइसक्यो हेर्नुहोस् हामी है। त्यसले गर्दाखेरि हामी अब नेपाली उठ्नु पर्यो। आखिर हाम्रो नेपालीहरूको के को कमी छ हैन? हात खुट्टा दिमाग। अब आल्छी भनौँ भने विश्वमा चाहिँ वीर गोर्खाली भनेर चिनिने हाम्रो नेपालीहरू नेपालमा चाहिँ अब सिल्ली नेपाली भएर जस्तो महसुस भइसक्यो। अब हाम्रो देश हामी नेपाली बनाऊ, हाम्रो देश बनाऊ, अगाडि बढाउँ, हाम्रो देश हामीले विकास गरौँ। 3 करोड जनताको 6 करोड हात चलायो भने यो देशमा बाफरे एकचोटि त भुइँचालै आउँला जस्तो लागिसकेको छ। त्यसले गर्दाखेरि ल हस् त हस्, नमस्ते, जय श्रीरामदान। जय श्रीरामदान। र यसै गरी म आज हामी लेकपानीको यो श्रम अभियान गर्दै गर्दा हाम्रा जिल्ला अध्यक्ष युनेश लामाजीसँग पनि श्रम संस्कृतिको बारेमा र श्रम अभियानको बारेमा हामी केही कुराहरू तपाईँहरूलाई जोड्ने कोसिस गर्दै म उहाँलाई केही कुराहरू सोध्न गइरहेको छु र उहाँले पनि केही कुराहरू हामी सँगै प्रश्न पारिदिनु हुनेछ। युनेशजी नमस्ते। ल, तपाईँलाई स्वागत छ आजको यो श्रम अभियानमा। तपाईँ यसरी औजार चलाउँदै हामीले यो देशलाई बनाउनुपर्छ। अबको विकल्प भनेको यो श्रम नगरिकन हाम्रो देश चाहिँ बन्दैन भन्ने एउटा महान अभियानमा यो जिल्लालाई लिएर जिल्लाको जिम्मेवारी सम्हाल्दै गर्दाखेरि आज हामी लेकपानीमा उपस्थित भइसकेका छौँ र आजको यो माहौल कस्तो लागिरहेछ? छोटकरीमा तपाईँले बताइदिनुहोस् न। ल, एकदमै यो अवस्था एकदम एक्साइटिङ छ। हामी एकदम अत्यन्तै उत्साहित छौँ। अब 1 जना 2 जना किन नहोस्, हामी जसरी हुन्छ यो अब श्रमदानको अभियानलाई मकनपुरमा हामी जोड्ने कुराहरूमा लागिरहेको छौँ। त्यसकारण सम्पूर्ण आम मकनपुरवासी, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूमा हामी प्रत्येक हप्ता हामी श्रमदान जोडिराखेको छौँ। हाम्रो फेसबुकमा हाम्रो उसमा चाहिँ अपडेट लिएर तपाईँहरूले कहाँ के भइराखेको छ तपाईँहरू सबैजना यसै मार्फत जोडिन सक्नुहुन्छ र यही सञ्चार माध्यमद्वारा म तपाईँहरूलाई सूचना पनि दिन चाहन्छु। हामी उत्साहित ढङ्गले अगाडि बढिराखेको छौँ। अझै कामहरू धेरै छ। तपाईँ हामी एक भएर लाग्नुपर्छ। धेरै काम हामी गर्न सक्छौँ।
यही भन्न चाहन्छु। यो जिल्लालाई ह्यान्डल गर्दै गर्दाखेरि तपाईँलाई कतिको चुनौतीहरू आइरहेको छन् होइन? तपाईँहरूले चुनौतीको बावजुद पनि तपाईँहरू यसरी होइन सबै ठाउँमा हामी श्रम गर्दै तपाईँहरू हिँडिराख्नु भएको छ, त्यसमा तपाईँहरूको चुनौती के हो त? चुनौती अब आउँछ तर असम्भव भन्ने चाहिँ केही पनि छैन, सम्भव बनाउँदै जाने हो। अनि चुनौती भनेकै त्यही हो मुख्य कुरा। अब श्रमदानमा अझै हामी परिचित हुन सकेका छैनौँ, श्रमदानलाई बुझ्नुपर्ने कसरी हो त्यो हामी बुझ्न सकिरहेको छैन। सबैलाई त्यही हो कन्भिन्स गराउँदै अब श्रमदानबाट देशलाई जोड्नुपर्छ भन्ने हिसाबले लागिराखेका छौँ। अब जिल्लामा धेरै कुराहरू भइराखेको छ, तपाईँहरू पनि अपडेट हुनुहोला। हामी यसै गरी मिलेर अब यो जिल्लालाई हेटौँडालाई हर्कमय बनाउने योजनामा हामी लाग्नुपर्छ। यो तपाईँको पनि जित हुन्छ, मेरो पनि जित हुन्छ, यो देशको जित हुन्छ। प्रतिक्रियाको लागि धेरै धेरै धन्यवाद हाम्रो जिल्ला संयोजक युनेस लामाज्यूलाई पनि। र हामी फेरि पनि हामी जोडिने जमर्क गर्दै तपाईँहरूसँग म अहिले भने छुट्नेछु र फेरि पनि म तपाईँहरूलाई अपडेट गराउन चाहन्छु। धन्यवाद।